नमस्कार साथीहरू। आजको यो भिडियोमा हामी नेपालको राजधानी काठमाडौँमा अवस्थित स्वयम्भूनाथ अर्थात् स्वयम्भूनाथ स्तूपको बारेमा रोचक जानकारीहरू जान्नेछौँ। यसलाई धेरैले मङ्की टेम्पल भनेर पनि चिन्ने गर्दछन्। यो स्थान धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले नेपालको सबैभन्दा महत्त्वपूर्ण सम्पदाहरूमध्ये एक हो। यदि तपाईँ नेपाल घुम्न आउनुभएको छ भने स्वयम्भूनाथ नहेरी यात्रा अधुरो मानिन्छ। अब सुरु गरौँ यसको इतिहास, विशेषता र रहस्यहरूको यात्रा। सबैभन्दा पहिले स्वयम्भूनाथ कहाँ छ त? स्वयम्भूनाथ काठमाडौँ उपत्यकाको पश्चिम भागमा एउटा डाँडामाथि अवस्थित छ। यहाँबाट पुरै काठमाडौँ सहर देख्न सकिन्छ। बिहान वा साँझको समयमा यहाँको दृश्य अत्यन्तै सुन्दर देखिन्छ। यो स्थान हिन्दू र बौद्ध धर्मावलम्बी दुवैका लागि पवित्र तीर्थस्थल मानिन्छ। अब कुरा गरौँ यसको इतिहासको बारेमा। स्वयम्भू शब्दको अर्थ हुन्छ आफै उत्पन्न भएको। पुरानो कथा अनुसार धेरै वर्ष अघि काठमाडौँ उपत्यकामा ठुलो ताल थियो। त्यो तालको बिचमा एउटा दिव्य ज्योति फुलेको थियो। पछि मन्जुरिमा नामका बोधित्व सत्वले चोभारको डाँडा काटेर तालको पानी बाहिर निकाले। त्यसपछि उपत्यका बस्न योग्य बन्यो र त्यही दिव्य ज्योतिको स्थानमा स्वयम्भूनाथ स्थापना भएको मानिन्छ। यसकारण यो स्थानलाई अत्यन्त पवित्र पनि मान्ने गरिन्छ। स्वयम्भूनाथको मुख्य आकर्षण भनेको ठुलो सेतो स्तूप हो। स्तूपको माथिल्लो भागमा बुद्धका आँखा चारैतिर कोरिएका छन्। यी आँखाले ज्ञान, शान्ति र सचेतनाको प्रतीक जनाउँदछ। आँखाको बिचमा देखिने चिन्ह नेपाली अङ्क 1 जस्तो देखिए पनि त्यो वास्तवमा एकता र सही मार्गको सङ्केत हो। स्तूपको माथि रहेको सुनौलो गजुर सूर्यको किरण पर्दा झन् चम्किलो देखिन्छ। यहाँ आउने पर्यटकहरू फोटो खिच्न, ध्यान गर्न र शान्त वातावरणमा अनुभव गर्न निकै मन पराउँदछन्। अब कुरा गरौँ यहाँका बाँदरहरूको। स्वयम्भूनाथलाई मङ्की टेम्पल भनिनुको मुख्य कारण यहाँ धेरै बाँदरहरू हुनु र यी बाँदरहरू मन्दिर परिसरभित्र स्वतन्त्र रूपमा घुमिरहेका देखिन्छन्। स्थानीय विश्वास अनुसार यी बाँदरहरू पवित्र मानिन्छन्, तर पर्यटकहरूले सावधानी अपनाउनुपर्छ किनकि कहिलेकाहीँ बाँदरहरूले खाना वा सामान खोज्न पनि सक्दछन्। स्वयम्भूनाथ पुग्नका लागि करिब 365 वटा सिडी चढ्नुपर्छ अथवा धेरै मानिसहरू यसलाई एक वर्षका रूपमा पनि तुलना गर्दछन्। सिडी चढ्दै गर्दा दायाँ बायाँ प्रार्थना चक्र, साना चैत्य मूर्ति र रङ्गीन प्रार्थना झण्डाहरू पनि प्रत्यक्ष रूपमा देख्न सकिन्छ। त्यो वातावरणले मनमा छुट्टै शान्ति महसुस गराउँदछ। यो स्थान धार्मिक मात्र होइन, सांस्कृतिक सम्पदाको रूपमा पनि विश्वभर प्रसिद्ध छ। युनेस्कोले स्वयम्भूनाथलाई विश्व सम्पदा सूचीमा समावेश गरेको कुरा त हामी सबैलाई जानकारी नै छ। यसले नेपालको पहिचान विश्वसम्म चिनाउन ठुलो भूमिका खेलेको छ। यहाँ विशेष गरी बुद्ध पूर्णिमा, लोसार र अन्य धार्मिक पर्वहरूमा हजारौँ भक्तजनहरूको भिड लाग्ने गर्दछ। त्यो बेला दीप पूजा, मन्त्र र प्रार्थनाले सम्पूर्ण क्षेत्र झन् पवित्र र आकर्षण देखिन्छ। स्वयम्भूनाथमा हिन्दू बौद्ध संस्कृतिको सुन्दर मिलन पनि देख्न सकिन्छ। यहाँ बुद्धका स्तूपसँगै हिन्दू देवी देवताका मन्दिरहरू पनि छन्। यसले नेपालमा धार्मिक सहिष्णुता र सद्भावको राम्रो उदाहरण प्रस्तुत गर्दछ। यदि तपाईँ शान्ति खोज्दै हुनुहुन्छ, इतिहास बुझ्न चाहनुहुन्छ वा सुन्दर दृश्य हेर्न चाहनुहुन्छ भने स्वयम्भूनाथ उत्कृष्ट गन्तव्य हो। यहाँ पुगेपछि मानिसहरूले केवल एउटा मन्दिर होइन, एउटा आध्यात्मिक अनुभूति पनि पाउँदछ। स्वयम्भूनाथ नेपालको गौरव, आस्था, इतिहासको प्रतीक हो। यसले हजारौँ वर्षौँदेखि मानिसहरूलाई शान्ति, ज्ञान र सकारात्मक ऊर्जा दिँदै पनि आइरहेको छ। सन् 2015मा नेपालमा ठुलो भूकम्प गएको थियो। त्यो भूकम्पले धेरै ऐतिहासिक सम्पदाहरूमा क्षति समेत पुर्याएको जानकारी हामीलाई छँदैछ। स्वयम्भूनाथ परिसरका केही भागहरू पनि प्रभावित भएका थिए, तर पछि नेपाली जनता, सरकार र विभिन्न सङ्घ संस्थाहरूको सहयोगमा यसको पुनर्निर्माण पनि गरिएको थियो, जसले गर्दा आज फेरि यो स्थान पहिले जस्तै आकर्षण र सुन्दर बनेको छ। यदि तपाईँ बिहान सबैले स्वयम्भूनाथ जानुभयो भने त्यहाँको अनुभव झन् विशेष हुन सक्छ। बिहानको चिसो हावा, सूर्योदयको दृश्य, प्रार्थना गरिरहेका भिक्षुहरू, घुमिरहेका पर्यटकहरू र शान्त वातावरणले मन नै आनन्दित बनाउँदछ। साँझको समयमा पनि यहाँबाट देखिने काठमाडौँ सहरको बत्ती अत्यन्तै सुन्दर देखिन्छ। अब एउटा रोचक कुरा के छ भने स्वयम्भूनाथ केवल धार्मिक स्थल मात्र होइन, ध्यान, मानसिक शान्ति खोज्ने मानिसहरूको पनि गन्तव्य बनेको छ। धेरै विदेशीहरू यहाँ ध्यान गर्न, योग अभ्यास र आध्यात्मिक अनुभव लिन पनि आउने गर्दछन्। र यही स्वयम्भूनाथ मन्दिर हेर्नको लागि चाहिँ म 2 वर्षदेखि चाहिँ र यो स्वयम्भूनाथ टेम्पल पनि म हेर्न भनेर आएको छु। यहाँ चाहिँ एकदम राम्रो दृश्यहरू पनि
देख्न सकेँ मैले र धेरै एकदम मन शान्त भएर आयो हैन। र म आज नै यहाँ बिहान मर्निङ वकमा पनि रनिङ गर्दै आएको थिएँ। एकदम राम्रो सुन्दर वातावरण, चिसो हावा है। यहाँ देश विदेशदेखि पर्यटकहरू आउने रहेछन् र उनीहरू पनि बिहान यहाँ चाहिँ एकदम यहाँको वातावरण एकदम राम्रो भएको कारणले गर्दाखेरि चाहिँ योगाहरू हैन, जुम्बाहरू अथवा ध्यानहरू गर्दा रहेछन्। अनि म पनि बिहान आइरहेको थिएँ र बिहान चाहिँ म सर्टकटमा आएँ। अनि दिउँसो 1 बजीतिर आउँदाखेरि मलाई यति आनन्द, यति राम्रो लाग्यो कि मान्छेहरूको क्राउड त्यस्तै हो। अनि जुन प्राचीन सम्पदाहरू, प्राचीन कलाकृतिहरू हैन, ढुङ्गाका मूर्तिहरू को सजावट बनावट देखेर चाहिँ म चकित परेका। त्यति बेलाको समयमा पनि यस्तो राम्रो, यस्तो कलाकृति रहेछ, यस्तो इन्जिनियरिङ सिस्टम रहेछ नेपालमा हैन भन्ने कुरा चाहिँ यही मूर्तिहरूबाट नि थाहा पाइन्छ। हेर्न सक्नुहुन्छ यति राम्रो राम्रो परापूर्व कालमा बनेका स्तूपहरू रहेछन् यहाँनिर हैन। यो चाहिँ लगभग 1500 देखि 2000 वर्ष पुरानो स्तूप भनेर पनि मानिन्छ हैन, माने चाहिँ। तर यहाँ धेरै पुराना कलाकृतिहरू छन्। पहिला मलाई सुन्दाखेरि त त्यस्तो खासै त लागेको थिएन, तर जब म यहाँ आफैले गएर चाहिँ अनुभव लिन पाएँ, अनुभव लिँदाखेरि चाहिँ एकदम राम्रो लाग्यो मलाई है। म त एकछिन त हेरेँ भएँ हैन। म यतापट्टि हेर्छु, यस्तो राम्रो राम्रो कलाकृतिहरू देख्छु। अनि एक्लै गएको थिएँ, त्यही एक्लै भएर चाहिँ मेरो आफ्नो सेल्फ फोटो चाहिँ मैले खिच्न सकिनँ। मैले यहाँ भएका जति पनि सम्पूर्ण कुराहरूलाई समेटेर चाहिँ खिचेको छु साथीहरू हैन। सबैजनाले भिडियो हेरिदिनु भयो होला, माया गरिदिनु भयो होला। म नयाँ पनि छु युट्युबमा, सबैजना जोडिनु होला, लाइक गर्नु होला, कमेन्ट गर्नु होला, सब्सक्राइब गर्नु होला, सेयर गर्नु होला है। जति सक्दो धेरैजना व्यक्तिसम्म चाहिँ पुर्याइदिनु होला। धन्यवाद। जय नेपाल।